नमस्कार। म आज चाहिँ अस्ति मैले मेरो जुन विचारधारणा राख्दै गर्दाखेरि जुन किसिमको मान्छेहरूले मलाई कमेन्ट गरेका थिए, कतिले मलाई एकदम नराम्रो तरिकाले मेसेजहरू गरेका थिए, मलाई थ्रेट दिने खालको, म तँलाई यो भेट्छु त्यो भेट्छु यस्तो गर्छु उस्तो गर्छु भन्ने खालको छ नि मेसेजहरू गरेका थिए। त्यो मेसेजको लागि तपाईँहरूलाई एकदम धेरै धन्यवाद। त्यही मेसेजको कारणले आज म दोस्रो भिडियो बनाइरहेको छु। यो सँगसँगै म आज फेरि केही सन्देश स्वागत नेपालका अध्यक्षलाई लिएर आएको छु। उहाँले एउटा अभिव्यक्ति दिनुभएको थियो। उहाँले एउटा पत्रकारले क्वेसन गर्ने क्रममा योगी आदित्यनाथको त्यो फोटो राजासँग किन राखियो त, उनी त राजा त होइनन् भनेर गरेको क्वेसनमा उहाँले के भन्नुभएको थियो भने, पार्टीको कार्यालयमा गएर हेर्नुहोस्, लेनिनको छ नि फोटो छ, जर्मनको कार्ल मार्क्सको फोटो छ, माओ त्से-तुङको फोटो छ। यी फोटो हुँदा हामीले चाहिँ योगी आदित्यनाथको फोटो राजासँग किन नराख्ने त भन्ने खालको अभिव्यक्ति दिनुभएको थियो। उहाँलाई चाहिँ म के भन्छु भने, तपाईँ स्वागत नेपालको अध्यक्ष त बन्नुभएको छ, तर कसरी बन्नुभयो क्वेसन भयो तपाईँको लागि। तपाईँले कसरी योगी आदित्यनाथलाई जर्मनको कार्ल मार्क्ससँग, लेनिनसँग, माओ त्से-तुङसँग, जसको विचारधारणा लिएर संसारभरिका बुद्धिजीवीहरू, संसारभरिको प्रभावशाली व्यक्तित्वहरू पछाडि लाग्नु भएको छ, उहाँहरूले तपाईँले योगी आदित्यनाथसँग कसरी कम्पेयर गर्न सक्नुहुन्छ? त्यही भएर म भन्छु, तपाईँलाई शिक्षाको केही अभाव भयो, त्यहाँनिर तपाईँको बुझाइको केही कमी कमजोरी देखियो त्यहाँबाट। म तपाईँलाई अनुरोध गर्दछु, आइन्दाबाट तपाईँ यस्तो अभिव्यक्तिहरू नदिनुहोस्। अनि तपाईँहरूले अस्ति प्रोटेक्सन गर्दै गर्दाखेरि, राजालाई स्वागत गर्दै गर्दाखेरि जुन किसिमले योगी आदित्यनाथको फोटो हाम्रो पूर्व राजासँगै राखेर गर्वको साथ अगाडि बढाउनु भएको थियो नि, त्यसलाई चाहिँ म के भन्न चाहन्छु भने, जो हुनुहुन्थ्यो त्यो प्रोटेक्सनमा, जो हुनुहुन्थ्यो त्यो स्वागत गर्ने कार्यक्रममा, गाइज सेम अन यु। तपाईँले कसरी तपाईँले मानेको राजालाई अर्कै देशको एउटा प्रान्तको एउटा सानो स्टेटको प्रमुखसँग राख्न सक्नुभयो? तपाईँको त्यो एउटा योगी आदित्यनाथको झन्डाले गर्दा आज विश्वभरि नै नेपाल चाहिँ कतै इन्डियाको एउटा कटुपतली त होइन भन्ने क्वेसन भएको छ। तपाईँले मानेको तपाईँको राष्ट्र प्रमुख मान्नुहुन्छ, तपाईँ छ नि विष्णुको अवतार मान्नुहुन्छ तपाईँको पूर्व राजालाई, तपाईँहरू कसरी योगी आदित्यनाथको झन्डालाई सँगै राखेर अगाडि बढाउन सक्नुभयो? यो एकदमै गहिरो क्वेसन छ, यो एकदमै गहिरो प्रश्न छ। अनि योगी आदित्यनाथको फोटो त्यहाँ राख्दै गर्दाखेरि कतिपय मान्छेलाई राम्रो लागेको थिएन होला, कतिपय मान्छेहरूलाई नराम्रो लागेको थियो होला, तर कसैले पनि त्यहाँ योगी आदित्यनाथको फोटो यहाँ हाम्रो पूर्व राजासँग किन भनेर क्वेसन कसैले गर्न सकेन। हो, यही हो राजतन्त्र। किनकि राजतन्त्रमा प्रजाको, जनताको बोल्ने हकै हुँदैन, त्यही भएर मलाई राजतन्त्र मन पर्दैन। अनि म स्वागत नेपालको अध्यक्षलाई के पनि भन्न चाहन्छु भने, कृपया प्लिज तपाईँले बस औँला जोडेर बिन्ती गर्छु, तपाईँको पूर्व राजा ज्ञानेन्द्र शाहलाई बेलायतको राजा, कतारको राजा, संसारको प्रसिद्ध राजाहरूसँग कम्पेयर नगर्नु होला। बेलायतको राजाको कारणले आज बेलायतको नागरिकहरू उच्च स्तरको लाइफ जिइरहेछन्। दुनियाँ मान्छेहरू बेलायतमा आएर काम गरिरहेछन्, आज संसारमा आफ्नो प्रभुत्व जमाएको थिए। उहाँहरूको त्यो इतिहास छ। तपाईँको पूर्व राजा ज्ञानेन्द्रको इतिहास हेर्नुहोस्, तपाईँहरूको राजाहरूको इतिहास हेर्नुहोस्, के छ? अहिले पनि तपाईँको राजालाई लागेको धेरै आरोपहरू छन्, जसमध्येमा एउटा मूर्ति चोर भनेर पनि चिन्ने गर्छन्। धन्यवाद।